मनले चिताएको इच्छा पूरा गर्ने देवीका रूपमा प्रसिद्ध गोर्खाको मनकामना मन्दिर जीर्ण भएपछि मन्दिरलाई पुरै भत्काएर पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने तयारी भइरहेको छ। मन्दिर जीर्णोद्धारका लागि मनकामना मन्दिर जीर्णोद्धार समितिले दशैं तिहारपछि काम थाल्ने योजना बनाएको छ। जिल्लामा रहेको मनकामना मन्दिर हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण तीर्थस्थल हो। यो मन्दिरमा पूजाआजाको लागि दैनिक हजारौं भक्तजन आउँछन्। तर वर्षौं पुरानो यो मन्दिर पटक पटकको भूकम्पका कारण ढल्ने अवस्थामा पुगेको छ। मन्दिर जगबाट 6 इन्च र गजुरको भागबाट 9 इन्च पश्चिमतर्फ ढल्किएको छ। संस्कृति मन्त्रालयको विस्तृत अध्ययनबाट मन्दिर पूर्ण रूपले जीर्णोद्धार गर्नुपर्ने देखिएपछि दशैं तिहारपछि जीर्णोद्धारको काम सुरु गरिने भएको छ। निकट भविष्यमा यो दशैं र तिहार पश्चात अब हामीले मन्दिरलाई चाहिँ जीर्णोद्धारको अभियान अन्तर्गत जीर्णोद्धार गर्ने क्रममा यसको डिसमेन्टल भनौँ न, यसलाई गजुरबाट हामी सुरु गर्दैछौँ। यसलाई डिसमेन्टल गरेर बनाउनेछौँ। पुरातात्विक महत्त्वको मन्दिर पुनर्निर्माण गर्दा पहिलेकै स्वरूपमा गर्नुपर्ने भएकाले खर्च पनि बढी लाग्छ। जीर्णोद्धारको लागि करिब 9 करोड रुपियाँ लाग्ने अनुमान गरिएकोमा सरकारले 5 करोड विनियोजन गरेको छ भने स्थानीय स्रोतबाट 2.5 करोड सङ्कलन गरिएको छ। बाँकी रकम जुटाउन चन्दा उठाउन थालिएको छ। नियमित पूजाआजा रोक्न नमिल्ने भएकाले जीर्णोद्धारको काम रातको समयमा गर्ने योजना बनाइएको छ। दिनको पूजाआजा यहाँ कहिले पनि रोकिनुहुन्न भन्ने हाम्रो धार्मिक मान्यता रहेको कारणले हामीले यसको टोटल जीर्णोद्धार गरे पनि आउने आगन्तुकलाई, आउने दर्शनार्थीहरूलाई व्यवस्था गर्दै यसको दैनिक नित्य कर्म चाहिँ सञ्चालन गरेर नै यसको जीर्णोद्धारको कार्यक्रमलाई अगाडि लान्छौँ। सपोज हाम्रो टिओआर अन्तर्गत अहिले हामीले गर्न खोजेको चाहिँ यसलाई बढी काम चाहिँ हामीले रातको समयमा गर्ने, जुन बेला दर्शनार्थीहरू हुनुहुन्न। मन्दिर जीर्णोद्धारको काम समयमै सम्पन्न गर्न जति चुनौतीपूर्ण छ, भक्तजनहरूमा पर्न सक्ने समस्याको समाधान गर्न त्योभन्दा बढी चुनौतीपूर्ण हुन्छ। यसको लागि मनोकामना क्षेत्र विकास समिति र जीर्णोद्धार समितिले विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ। हिमालय टेलिभिजनका लागि सुनिल भट्टराई, मनोकामना मन्दिर, गोर्खा।